राजेश बाङ्देलले चाहिँ इबाङवासीले चाहिँ अहिले चामल तेल भुटनहरूको लागि पैसा पठाइदिनु भएको। अब यी घर चाहिँ बनाउनुको लागि चाहिँ विशेष गरी हामी केही समय पछाडि बाजे लु तपाईँ घर जाँदै गर्नु त उता र राम भाइ हजुर हाम्रो सहयोगी मनकारी यता क्यामेरा त सहयोगी मनकारीलाई चाहिँ सहयोगी मनकारी हाम्रो रामदेल के अरे नाम माथि राजेश बाङ्देललाई चाहिँ धेरै धेरै धन्यवाद। उहाँले पनि भगवान् रूपी मन देखाएर एउटा उहाँलाई देखेर दया लागेर उहाँलाई चाहिँ 5,000 पैसा पठाइदिनु भएको थियो। अनि त्यो पैसाले चाहिँ उहाँलाई चाहिँ सपिङ गरेर मैले यहाँ घरमा हामीले ल्याउँदैछौँ कुमार दाइहरूसँग मिलेर। र अर्को कुरामा के भन्छ यो कपडाहरू चाहिँ हाम्रो कमला बोकिम विमला बोकिम र रासन पनि देखि तर्फदेखि आएको छ। अब केही समय पछाडि बाजेको घर बनाउनु जाँदैछौँ। जति पनि हामीले पटक हुन्छ वडा नम्बर 3, 4 जहाँसुकै होस् आवश्यकता 1 जहाँसुकै होस् यस्तै अवस्था बाजेकै जस्तो अवस्था छ भने सम्किनु होला। अहिले पुछार घरे काका घर हाम्रो अमृत राई को भूमिका 70% छ, शरमदाता र हाम्रो पनि भूमिका छ भन्दै यतिखेर चाहिँ सर बाजेको घर कस्तो छ है लु हेर्न सकिन्छ है। लु बाजेको घर ल बाजे ढोका खोल्नु त बाजेको घर बाजेको ल त सन्ते दाइ सहयोगी मनकारी तपाईँ त बोकिमको छिमेकी पो होला तल हो त लु सन्ते दाइ सहयोगी मनकारीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? सबैजनालाई नमस्कार मेरो तर्फबाट। म सुदेश राई हो। तपाईँहरूले सहयोग गरिदिनु भएकोमा उहाँ बालाई चाहिँ एकदम राहत मिलेको छ। यसरी नै सबैजनाले सहयोग गरिदिनु होला। उहाँको घर बनाउने अभियान सुरु भइसकेको छ हामीबाट। हाम्रो सम्पूर्ण कुमार राई, अमृत राई, दिया चेली लगायत राम राई हामी चाहिँ श्रम गरेर सहयोग गर्नेवाला छौँ। सबैले यसरी नै सहयोग गरिदिनु होला। ल यता अनि यता अब जति पनि सहयोगी दादाहरूलाई चाहिँ के भन्नु चाहनुहुन्छ? अब यो घर बनाउनु सुरु हुनु आँटेको छ के भन्नु एकदम चाहिँ म धन्यवाद दिँदै म चाहिँ यो सहयोगी दाताहरूलाई म के भन्नु चाहन्छु भने उनीहरूलाई चाहिँ देवी देवताले पनि एकदम रक्षा गरोस् र श्री शक्ति दियोस् र चाहिँ नै पार्टीबाट मकलुङले पनि एकदम सहयोग गरोस् उनीमाथि रक्षा गरोस् सदाको लागि चाहिँ रक्षा गरोस् भन्ने चाहिँ नि मनसा दिँदै म त्यही भन्दै म आज चाहिँ बिदा दिँदैछु है त। ल तेल छ है तेल छ होइन तेल छ। यो चाहिँ इबाङमा बस्नुहुने आदरणीय हाम्रो सर हुनुहुन्छ राजेश बाङ्देलले चाहिँ 5,000 चाहिँ पैसा पठाइदिनु भएको थियो। अनि 5,000मा चाहिँ यहाँ अब मैले अहिलेसम्म 4,000 समथिङको सामान ल्याइदिएको छु। अनि उहाँलाई म पैसा पनि दिन्छु उहाँको अब होइन उहाँलाई यो चाहिँ पकेट मनी जस्तो सबैको सौदा नगर्नु भनेर दाजुभाइको सल्लाह भएको थियो। ल यो तपाईँलाई हो 1,000 पैसा चाहिँ तपाईँले के खानु मन लाग्छ मासु सासु खानु मन लाग्छ के लाग्छ होइन यसले किनेर खानुहोस्। अनि त्यो राजेश बाङ्देललाई के भन्नुहुन्छ? धन्यवाद दिनुहुन्छ? धन्यवाद भनिदिनु बाजेले काट पनि होइन खाँदैन बाजेले खाँदैन। ल अर्को कुरो यो चाहिँ यो कमला बिमाले बोकिङकोदेखि अरूलाई पनि बाँडेको थियो बाँड्दा अरूलाई लगिसक्यो। यी कपडाहरू राम्रो यो चामल बनाएको छ। ल यतिखेर घरको अवस्था कस्तो रहेछ एकचोटि हेर्नु त त्यो जाउँदा भित्र आउनु त घरको अवस्था घर देखाउनु न ल काका ल हिँड्नु त ल घरको अवस्था देखाउँ। घरको अवस्था कस्तो छ देख्न सक्नुहुनेछ है। घरको अवस्था यता देख्न सक्नुहुनेछ। घरको अवस्था यस्तै छ तपाईँहरूले हेर्न सक्नुहुनेछ है। घरको अवस्था यस्तै छ। ए यहाँ सुत्नु हुँदो रहेछ खाट देखाइदिनु बाजेको लुगा र तपाईँको हेर्नु यति 80-90 वर्ष पुग्दा पनि हेर्नु त यहाँ उहाँको सुत्ने ओछ्यानमा चाहिँ यहाँबाट केही रहेनछ। अब उहाँलाई डस्ना पनि किनिने बेला हुन्छ डस्ना पनि हामीले दिन्छौँ। सिरेकहरू हेर्नु यो सिरकहरू यस्तो सबै पर्छ यो सबै बिग्रेको रहेछ। उतादेखि खिच्नु त भाइ उता जानु त। र बाजेलाई यदि बाजे चाहिँ गरिबी भएको कारणले गर्दाखेरि बाजेले चाहिँ 80-90 वर्षमा अहिले दाउरा बेच्नुहुन्छ। यसको अन्त्य चाहिँ कसरी गर्नु सकिन्छ भनेर चाहिँ हामी साथीभाइसँग सल्लाह गर्दैछौँ। यो दाउरा बाजेले 80-90 वर्षमा बेच्न नपुगोस् र पालिका वडाको पनि केही त भूमिका हुन्छ होला नि होइन केही त हुन्छ होला। चुलाचुली पालिका वडाको भूमिका केही हुन्छ होला। दुःखको साथ भन्नुपर्छ यहाँनिर दाउरा बेच्नेलाई चाहिँ दाउरे भनेर नाम राखिदिने अलिकति समाज कता जाँदैछ भन्ने कुरामा चाहिँ आफ्नो परिश्रम होइन बाध्य हो नि दाउरा बेच्नु होइन बाध्य छ। दाउरा कपडा हेर्नुहोस् त होइन र पटक यहाँ बाजेकोमा चाहिँ हामीले चामल रासन पुऱ्याउनु आइरहेको छ।
यहाँनिर बिजुली छैन रहेछ नि यहाँ बत्ती छैन यहाँ, बत्ती लाइन छैन। बत्ती छैन अहिलेसम्म र केही समय पछाडि अहिले हामी सामाजिक सञ्जाल केही दिन पछाडि बत्ती पनि बाजे घरमा बोल्नेछ भन्दै र जति पनि सहयोगी होइन जति पनि होइन जति पनि सहयोगी मनकारी यसलाई चाहिँ म पाथी भारा मुकालले सदाभरि रक्षा गर्नु भन्छु। यो घर बनाउनु चाहिँ योभन्दा पनि अति आवश्यक त आइतबारमा बनाइदिनु पऱ्यो, नभए हामी दाजुभाइ अमृत राई र म बनाइदिनेवाला थियौँ। अब केही समय पछाडि एउटा हाम्रो टिमै मिल्दैछ, टिम दिया चेली हामी लगायत होइन अमृत राई लगायत राम भाइ टिमै मिलेर चाहिँ बाजे घर चाँडै बनिएको तपाईँहरूले देख्नु पाउनेछ भन्दै मेरो बोल्दै जाँदा कमी कमजोर भयो भने माफ गरिदिनु होला भन्दै बाजेको घरको स्पोर्ट हामी देखाइरहेको छौँ क्या कस्तो छ भन्ने कुरा। ल मालमाताहरू अहिलेसम्म बत्ती छैन लु भन्नु त। बत्ती यहाँ हेर्नु मालमाता यति मात्रै रहेछ यहाँ भाइहरू देखाइदिनु यति रहेछ उहाँहरूको पकाइ खाने भाँडासाँडा यति रहेछ ल यस्तो रहेछ यो यति राख्नु